कहिलेकाहीँ जीवनले मान्छेलाई यति धेरै भत्काइदिन्छ कि ऊ बाहिरबाट मुस्कुराए पनि भित्र भने हजारौं टुक्रामा टुटिसकेको हुन्छ। म यति धेरै टुटिसकेको छु कि कसैले हल्का छोयो भने पनि म सायद टुक्रा टुक्रा भएर हावामा बिखरिने छु। म यति धेरै थाकेको छु यो जीवनको चोट र पीडाबाट कि अब कसैले अझै प्रार्थना गर्यो भने पनि सायद म यो संसारबाटै बिदा हुनेछु। मेरो ठेगाना सोधेर समय खेर नफाल्नु, किनकि म त एउटा यात्री हुँ, एक्लो बन्जारा। आज यहाँ छु, भोलि सायद कुन दिशामा हराउनेछु म आफैलाई पनि थाहा छैन। यदि फेरि कसैले मेरो लागि धेरै प्रार्थना गर्यो भने सायद यो कमजोर मुटु सधैँको लागि थामिन पनि सक्छ। चारैतिर कुहिरो मात्र छ, न कुनै जुनेली उज्यालो, न कुनै दीपकको ज्योति। यदि म यो भीड भाडको बस्तीमा पुगेँ भने सायद कसैले मलाई चिन्ने छैन, किनकि यो संसारमा टुटेको आत्माको पहिचान धेरैलाई थाहा हुँदैन। यो जीवनको यात्रामा पनि म तिम्रै डुङ्गाको केवल एउटा यात्री मात्र हुँ। तिमी जहाँ मलाई ओर्लन भन्यौ म त्यही किनारामा शान्त भएर ओर्लिनेछु। न कुनै गुनासो, न कुनै प्रश्न। फूलहरू त गमलामा सधैँ रहिरहनेछन् यादहरूको नजरले हेर्दा, तर म केवल एउटा सुगन्ध हुँ। एक दिन यो हावामा खुलिएर चारैतिर फैलिनेछु र त्यस दिन सायद कसैले महसुस गर्नेछ मलाई कि म कहिले हराएको होइन, म त केवल हावामा बिखरिएको मात्र हुँ। हो, म यति धेरै टुटिसकेको छु कि हल्का छोए पनि टुक्रा टुक्रा भएर बिग्रिन सक्छु। र यदि कसैले अझै पनि मेरो लागि प्रार्थना गर्यो भने सायद म शान्त रूपमा यो संसारबाट बिदा हुनेछु। हो, म शान्त रूपमा यो संसारबाट बिदा हुनेछु।